हेलो गुड मर्निङ गाइज। म चाहिँ रेडी भइसकेँ सल्यान जानको लागि फर्स्ट टाइम मेरो बहिनीसँग। अनि मेरो बहिनी चाहिँ पत्तर पत्तर गर्दै थिइन्। अनि मेरो दिदी कस्तो राम्रो, म चाहिँ किन यस्तो भनेर भन्दै थिएँ। अनि हाम्रो हालत चाहिँ यस्तो। अनि बहिनीले चाहिँ आफ्नो मोबाइलको कन्डिसन देखाउँदै थिइन्। दिदी गरिबी लागिसक्यो भनेर भन्दै थिइन्। अनि त्यो यिनको पत्तर पत्तर सुनिसकेपछि चाहिँ हामी हिँडिसक्यौँ। हिँडेर हामी यो कपुरकोटको यस्तो राम्रो सिन देखिने है योबाट। अनि कपुरकोटमा इन्ट्री भइसकेपछि हाम्रो प्यारो मामाहरूलाई पनि हेऱ्यौँ। अनि त्यसपछि चाहिँ मलाई चाहिँ कस्तो राम्रो लाग्यो होइन, कपुरकोट इन्ट्री भइसकेपछि अब हेर्नुलाई अब कस्तो राम्रो वेलकम भनेर आएको कि है। त्यो लाइक स्ट्रेन्जरहरू घुम्न आएको हुन्छ नि सल्यानतिर, अनि कस्तो मिठो भाइब्स आउने गरी कि त्यो चाहिँ एकदम राम्रो लाग्यो। अनि यो चाहिँ कपुरकोटको बजार एकदम रमाइलो। कपुरकोट छिर्न बित्तिकै होइन, सल्यान छिर्न बित्तिकै कस्तो मिठो त्यो हुन्छ नि चिसो हावा आउने कि। अनि यो चाहिँ मूल पानी, हामीले रेस्ट गरेर चिसो पानी खायौँ अनि बोतलमा पनि भर्यौँ। यता चाहिँ सदाबार आइराख्ने रहेछ कि पानीभरि, अनि चिसो पनि एकदम चिसो। अनि यो यहाँनिर आइसकेपछि चाहिँ सबै गाडीहरूले चाहिँ रोकेर पानी पिएर अनि पानी लिएर जाँदो रहेछन् कि। अनि यो चाहिँ एकदम रमाइलो लाग्यो कि, मलाई राम्रो लाग्यो कि होइन। अनि त्यसपछि चाहिँ हामी चटपटेतिर लाग्यौँ, चटपटे किन्यौँ अनि गाडीमै बसेर खाने भनेर भन्नुभयो। अनि तितौरा पनि किन्यौँ, किनभने अमिलो पिरो चाहिँ एकदम मिठो हुन्छ नि त होइन गाडीमा। अनि मैले मात्रै खाइरहेको थिएँ, बहिनी चाहिँ खाँदैन भन्दै थिइन्। अनि त्यही पनि खाउँ न भनेर एक बाइट खुवाइदिएँ मैले, प्यारो बहिनीले। अनि गाडी यस्तो हल्लिरहेको थियो होइन, अनि मुखमा भनेको नाकमा जाला है दिदी भनेर भन्दै थिइन् कि नि होइन। अनि त्यो भन्दै हाँस्दै गरेको थियौँ हामी। त्यसपछि चाहिँ यो बाटो बन्दै रहेछ, बाटो ठुलो बनाउँदै रहेछन्, ठुलो प्लस पक्की रोड बनाउने भनेर चाहिँ भइसकेको रहेछ, यो चालु भइसकेको रहेछ। जस बालेन सरकारले चाहिँ गाउँ गाउँमा पनि धेरै प्रगति, धेरै राम्रो काम गरिसक्नु भएको रहेछ। आई डोन्ट नो यो बालेन सरकार आउनुभन्दा अगाडि नै थियो कि अहिले स्टार्ट भएको थियो। तर त्यसपछि बहिनीको हालत चाहिँ यस्तो भइसकेको थियो होइन। अनि यो चाहिँ शङ्खमूल पार्क, सल्यानको प्रसिद्ध शङ्ख, सबैभन्दा हाइएस्ट हो कि सबैभन्दा ठुलो भनौँ न, ठुलो शङ्ख भएको ठाउँ चाहिँ यो शङ्खमूल पार्क। अनि त्यसपछि चाहिँ हामी उच्च कच्चा भएर एकदम प्याक भइसकेको थियो गाडी। अनि यो चाहिँ हाम्रो आन्टीको गाउँ, यस्तो राम्रो कि है, यो यताबाट सिन यस्तो राम्रो देखिने। झन् असार साउनको बेला त झन् यस्तो राम्रो देखिन्छ होला यो सिन। त्यही कुरा गर्दै हामी गयौँ। अनि कस्तो मलाई त एकदम रमाइलो भन्दा नि त्यो एकदम रमाइलो लाग्यो कि हुन्छ नि। त्यसपछि चाहिँ हामी हाम्रो आन्टीको घर आइसकेपछि चाहिँ आउनु बित्तिकै यो मको यो के भन्छ आई डोन्ट नो, यो खायौँ। अनि त्यसपछि चाहिँ करेन्ट चाउचाउ विथ लोकल मासु, बिहानको मासु हाम्रो लागि राखिदिनु भएको रहेछ आन्टीले। अनि बहिनीले स्न्यापहरू बनाउँदै थिइन् अनि म चाहिँ खानामै व्यस्त थिएँ। अनि त्यसपछि चाहिँ हामी गयौँ मूलको पानी लिनलाई। अनि यसो मैले पनि पानी सानी भरेँ, यस्तो जस हुन्छ नि गाउँले एक्सपिरियन्सहरू एकदम मिठो भइरहेको थियो। अनि यो अनि त्यहाँबाट चाहिँ बाटोमा यस्तो राम्रो फुल के है, अनि सिन पनि कस्तो रमाइलो देखिने। अनि यसो भिडियो फोटोहरू खिच्यौँ हामीले पानी सानी लिएको। अनि त्यसपछि यो हो प्यारो सल्यान, अनि यो हो मेरो डे 1 इन सल्यान। बाई गाइस।